पाठेघरको मुखको क्यान्सर हुनुबाट जोगाउनलाई तीनवटा कुरामा हामीले विशेष ध्यान दिनुपर्छ। 9 देखि 15 वर्षका बच्चाहरूलाई एचपीभी भ्याक्सिन लगाउने, त्यसपछि प्रत्येक विवाहित महिलाहरू अथवा सेक्सुअली एक्टिभ भइसकेका महिलाहरूले टाइमली 3 वर्षमा 3 देखि 5 वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको परीक्षण जुन चाहिँ एचपीभी डीएनए अथवा प्याप्समेयर भन्छ त्यो गराइराख्ने र अब अरू प्रिभेन्टिभ उपायहरू भनेको जस्तै यौन सम्पर्कमा पनि आफूले चाहिँ एकदम ध्यान दिने हैन, कुनै त्यस्तो शारीरिक सम्पर्कहरू गर्दाखेरि चाहिँ प्रोटेक्सनको उपाय अपनाउने, जसले चाहिँ अब धेरै यौन सम्पर्क गर्नुपर्ने अब त्यस्ता खालका कन्डिसनहरू छन् भने त्यस्तो खालकोमा चाहिँ आफूलाई रोग सर्नबाट बच्नको लागि हैन त्यो प्रिभेन्टिभ उपायहरू लगाउने। त्यसपछि हामीले कुरा गरौँ स्मोकिङको पनि डाइरेक्ट असर हुने भएकोबाट स्मोकिङबाट पनि टाढा रहने र टाइमली जाँचबुझ गराउँदै भएका इन्फेक्सनहरूलाई टाइमली ट्रिटमेन्ट गर्ने। यति भयो भने पाठेघरको मुखको क्यान्सरबाट चाहिँ बच्न सक्छ।